आहा किरण, आजको पढाइ मज्जाको बनाउला है। हेरौँ त सरले कस्तो काम दिनुहुन्छ। भोलिसम्म गाउँ सफा राख्ने विषयमा प्रस्तुति तयार पार्नु। ओहो, फेरि होमवर्क। यति सानो काममा किन यति धेरै मेहनत? किरण, सानो कामले नै ठूलो परिवर्तन ल्याउँछ। यहाँ लेखौं, फोहोर नफाल्नुहोस्। र उता खोल्सो सफा राखौँ पनि राखौँ। वाह, हाम्रो प्रस्तुति त एकदमै धमाकेदार भयो। हो, सिकेको कुरा अरूलाई देखाउन सक्नु नै साँचो शिक्षा हो। साँचो शिक्षा भनेको किताबमा मात्र पढ्ने कुरा होइन, हामीले सिकेका राम्रो बानीहरू दैनिक जीवनमा प्रयोग गर्नु हो। जब हामी फोहोर नफाल्ने, अरूलाई सहयोग गर्ने र आफ्नो गाउँ घर सफा राख्ने जस्ता काम गर्छौँ, हामीले सिकेको कुरा व्यवहारमै देखाउँछौँ। यसले अरू साथीहरूलाई पनि राम्रो काम गर्न प्रेरित गर्छ। साना साना कामले पनि ठूलो परिवर्तन ल्याउन सक्छ। राम्रो सोच, राम्रो बानी र मिलेर काम गर्ने मन नै सबैभन्दा ठूलो शिक्षा हो।